नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरूप बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीमा आधारित छ। यस प्रणालीका विशेषताहरूले हाम्रो शासन व्यवस्थालाई लोकतान्त्रिक समावेशी र उत्तरदायी बनाउँछन्। यस प्रणालीको पहिलो विशेषता लोकतन्त्रका आधारभूत मूल्यमा आधारित शासन व्यवस्था हो। यसले नागरिकहरूको हक अधिकार र स्वतन्त्रता सुनिश्चित गर्छ। नेपाल गणतन्त्रात्मक व्यवस्था जसमा राष्ट्र प्रमुखको रूपमा निर्वाचित राष्ट्रपति रहन्छन्। यो व्यवस्था लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउँछ। नेपालमा सुधारिएको संसदीय प्रणाली अपनाइएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच शक्ति पृथकीकरण भएको छ, जसले शक्ति सन्तुलन र नियन्त्रणको काम गर्छ। नेपालको शासन संरचनामा संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको संरचना छ, जसलाई संघीय शासन प्रणाली भनिन्छ। यसले विकेन्द्रीकरण र स्वायत्तता शासनमा जोड दिन्छ। शासन प्रणालीको अर्को महत्त्वपूर्ण पक्ष एकीकृत न्याय प्रणाली हो, जसमा 3 तहको अदालती संरचना रहेका छन्। यसले कानुनी प्रक्रियामा सरलता र पारदर्शिता ल्याउँछ। नेपालको शासन प्रणालीमा समावेशिता र समानुपातिक प्रतिनिधित्वमा जोड दिइएको छ। सबै नागरिकले शासन प्रक्रियामा समान अवसर पाउनुपर्ने मान्यता राखिन्छ। अर्थतन्त्रमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको भूमिकालाई प्रोत्साहन गरिएको छ। समाजवाद, उन्मुख स्वतन्त्रता र समृद्ध अर्थतन्त्रको विकासमा यसले योगदान पुर्याउँछ। राजनीतिक दल खोल्ने, पेशा सङ्घ संस्था गठन गर्ने तथा नागरिक समाजको गतिविधिमा स्वतन्त्र रूपमा सहभागी हुन पाउने स्वतन्त्रता यो शासन प्रणालीको अर्को विशेषता हो। नेपालको शासन प्रणालीले सरकारको वैधानिक शक्ति, निजी क्षेत्रको आर्थिक शक्ति र नागरिक समाजको सामाजिक शक्तिको उचित तालमेलबाट मात्रै शासकीय लक्ष्यहरू हासिल गर्न सम्भव हुने देखाउँछ। नेपालको शासन प्रणालीलाई अझ बढी लोकतान्त्रिक बनाउँदै नागरिकको अपनत्व र स्वामित्व स्थापित गर्न समन्वय र सहकार्य आवश्यक छ। यससँगै शासकीय पात्रहरूबीच आपसी विश्वास र सहकार्यलाई प्रवर्धन गर्नु आवश्यक छ।